तपाईँहरू सबैलाई मेरो युट्युब च्यानलमा फेरि पनि स्वागत छ। आज चाहिँ हामी पढ्दैछौँ राइट अ प्रोग्राम इन पाइथन द्याट प्रिन्ट रिभर्स अफ द इनपुट नम्बर है। हामीले के गर्दैछौँ, एउटा इनपुट नम्बर लिँदैछौँ, त्यसलाई के गर्दैछौँ, रिभर्स गर्दैछौँ है। अब त्यसलाई रिभर्स गर्न हेर्नु है, जस्तै मैले एउटा कुनै नम्बर लिएँ 1 2 1 2 भने, अब यसलाई रिभर्स गर्नु त रिभर्स भनेको पछाडिबाट चेक गर्ने। पछाडिबाट चेक गर्दा के हुने भयो, 2 1 2 1 हुने भयो हो। यही हो, सिम्पल कन्सेप्ट यही नै हो है। कुनै एउटा नम्बर छ, जस्तै तपाईँले ल 1 2 3 लिनुभयो, 1 2 3 को रिभर्स के हुन्छ, ल हेर्नु त, रिभर्स भनेको पछाडिबाट आउने 3 2 1, 3 2 1 के हुन्छ, रिभर्स हुन्छ। भनेपछि हामीले एउटा प्रोग्राम लेख्न पर्यो। जब कुनै युजरले ल जस्तै मानव एउटा नम्बर इनपुट गरे n इक्वल 1 2 3, त्यसको चाहिँ के रिभर्स के प्रिन्ट गराउनु पर्यो, रिभर्स प्रिन्ट गराउनु पर्यो। अब यति चाहिँ हामीले जान्न पर्यो। अब यसको लागि मैले अब प्रोग्राम लेख्छु है एउटा। अब यसको प्रोग्रामको लागि मैले एउटा प्रोग्राम लेख्छु। के गर्छु भन्दाखेरि पहिला एउटा n भनेर डिक्लेयर गर्छु। n भन्छु, युजरबाट इनपुट लिन्छु, इनपुट दि नम्बर भन्छु। मैले के लिँदैछु, युजरबाट इनपुट लिँदैछु। त्यसपछि मैले एउटा टेम्प भनेर डिक्लेयर गर्छु, टेम्पलाई n डिक्लेयर गरिदिन्छु हो। त्यसपछि मैले के गर्छु भन्दा एउटा सम भनेको 0 डिक्लेयर गर्छु। त्यसपछि व्हाइल टेम्प ग्रेटर देन 0 भन्ने एउटा लुपिङ कन्डिसन लगाउँछु। त्यसपछि a इक्वल टेम्प मोड 10, त्यसपछि सम इन्टु 10 प्लस a गर्छु। त्यसपछि टेम्प इक्वल टेम्प डिभाइड बाई 10 गर्छु। त्यसपछि अब मैले के गर्छु भन्दाखेरि अब प्रिन्ट रिभर्स नम्बर इज भन्छु। त्यसपछि मैले यहाँ के गरिदिन्छु भन्दाखेरि कमा दिएर केलाई प्रिन्ट गरिदिन्छु, समलाई प्रिन्ट गरिदिन्छु। ल यही नै हुने भयो है प्रोग्राम। एकचोटि यो प्रोग्राम चेक गरौँ। म यसको ड्राई रन टेबल बनाएर नि देखाउँछु यसले कसरी काम गर्छ भन्ने कुरा, तर टोटल प्रोग्राम चाहिँ यो हुने भयो। ल चेक गरौँ है त। मैले एउटा नम्बर इनपुट गरेँ, ल मानौँ यो नम्बरलाई अझै राम्रोसँग इनपुट गर्ने बनाऊँ है। ल मैले एउटा नम्बर इनपुट गरेँ 1 2 3, के आउनु पर्यो, रिभर्स। हेर्नु है, रिभर्स 1 2 3 को रिभर्स के आउनु पर्यो, 3 2 1 आउनु पर्यो। ल हेर्नु त यहाँ के आयो, रिभर्स नम्बर इज 3 2 1 आयो। भनेपछि हाम्रो प्रोग्राम मिलेको छ। ल मैले यही प्रोग्रामलाई कपी पेस्ट गरेर यतापट्टि लिएर आउँछु र यसको ड्राई रन टेबल बनाएर यो प्रोग्राम चाहिँ कसरी काम गर्छ भन्ने चिज चाहिँ म तपाईँहरूलाई देखाउँछु है। ल हेर्नु, अघि नैको प्रोग्राम छ। अब मैले के गर्छु भन्दाखेरि यहाँ ल अघि नैको प्रोग्रामलाई कपी पेस्ट गरेँ। हेर्नु है, मैले के गरेँ, कपी पेस्ट गरेँ। त्यसपछि अब यसको हामी ड्राई रन टेबल हेरौँ। ल यो कोड छ है। अब यो कोड छ। अब यो कोडमा हामीलाई ड्राई रन बनाउँदा के आवश्यक पर्छ हेर्नु है। अब के आवश्यक पर्छ त्यो चाहिँ हामीले ड्राई रनमा बनाउँछौँ है। ड्राई रनमा के आवश्यक पर्ने भयो, एउटा हेर्नु है, एउटा n भन्नेमा भ्याल्यु छ, त्यही भएर मैले n लेख्छु ड्राई रन टेबलमा। अर्को के गर्छु, टेम्प, हेर्नु है, टेम्प इक्वल n भन्ने चिज आवश्यक पर्छ, त्यो पनि लेख्छु। त्यसपछि सम भनेर एउटा लेख्छु है, जुनमा भ्याल्यु छ मैले त्यही नै लेख्छु है। अर्को चाहिँ के छ, व्हाइल लुप चेक गर्नुपर्ने छ। व्हाइल के गर्छु, टेम्प ग्रेटर देन 0 को कन्डिसन लिन्छु। अर्को a इक्वल टेम्प कति, टेम्प मोड 10 गर्छु। त्यसपछि समको लिन्छु। सम भनेको के हो, सम मैले त्यही प्रोग्रामको लेख्दैछु है। तपाईँहरूले नि आफ्नो कपीमा वा कुनै आफ्नो ल्यापटप वा के युज गर्दै हुनुहुन्छ त्यसमा लिनु होला। अनि त्यसपछि के गर्छु, यो टेम्पको लिन्छु है। टेम्प इक्वल टेम्प कति, टेम्प डिभाइड बाई 10 गर्छु। अनि अर्को चाहिँ प्रिन्ट भन्ने कन्डिसन लिन्छु। हेर्नु है, अब यसमा चाहिँ के हुन्छ, यो प्रोग्राम कसरी रन हुन्छ। एकचोटि यो प्रोग्रामलाई राम्रोसित हेरौँ। सजिलो छ, हामीले गाह्रो मान्नै पर्दैन। यो ड्राई रन बनाइसकेपछि तपाईँहरूलाई यो प्रोग्राम चाहिँ सजिलो लाग्छ है। अनि यसमा प्रिन्ट कन्डिसन भयो। ल हेरौँ है, यसमा यो ड्राई रनको आवश्यकता थियो, मैले यो बनाइदिएँ है। अब मैले n भन्ने एउटा इनपुट लिनु पर्यो। ल n भन्ने इनपुट कति लिऊँ, ल मैले 1 2 3 भन्ने लिएँ। ल 1 2 3 लाई चेक गरौँ न त हामी। 1 2 3 को रिभर्स के आउनु पर्यो,
3 2 1 आउनु पर्यो। यहाँ प्रिन्ट के हुनु पर्यो 3 2 1 हुनु पर्यो भनेपछि ल हेर्नु है टेम्प इक्वल n भनेको छ। टेम्प इक्वल n भनेको n को भ्यालु कति छ 1 2 3 छ भनेपछि टेम्प इक्वल n भनेको कति 1 2 3 टेम्पको भ्यालु 1 2 3 भयो। अब हेर्नु है हामीले सम कति डिक्लेयर गरेको छौँ 0 भनेपछि समको भ्यालु कति 0 हुने भयो है। त्यसपछि यहाँ कन्डिसन चेक भएको छ व्हाइल टेम्प ग्रेटर देन 0 भनेको छ। टेम्प कति हो 1 2 3 हो 1 2 3 ग्रेटर देन 0 छ भनेछ छ कि छैन छ। यो कन्डिसन के छ ट्रु छ। यदि यो कन्डिसन ट्रु हुन्छ भने तपाईले यो व्हाइल भित्रको हो नि त यो व्हाइल भित्रको यो पार्टलाई रन गर्नुहुन्छ। यदि यो फल्स हुने बित्तिकै तपाईँ यहाँबाट बाहिर आउनुहुन्छ बाहिर भनेको यो प्रिन्ट गर्नुहुन्छ। ल अब हेर्नु है अब a इक्वल टेम्प मोड 10 भनेको छ। a इक्वल टेम्प भनेको कति 123 मोड 10 भनेको छ। यो भनेको कति आउँछ हेर्नु है मोड भनेपछि कति आउने भयो 10 12 छ 120 रिमाइन्डर कति आउने भयो 3 आउने भयो भनेपछि मोड कति आउने भयो 3 आउने भयो है। तपाईले यो मोडको कन्सेप्ट बुझ्नु भएको छैन भने मैले भिडियो पनि हालिदिन्छु त्यो हेरिदिनु होला है। मोड भनेको रिमाइन्डर मात्र हो कि रिमाइन्डर भनेको तपाईले डिभाइड गर्नुहुन्छ जस्तै ल मैले एउटा डिभाइड गरे ल हेर्नु है 10 डिभाइड बाइ 123 यो भनेको कति हो 12 छ कति हुन्छ 10 12 छ 120 हुन्छ रिमाइन्डर कति आउने भयो 3 आउने भयो। यो चाहिँ के हो तपाईको मोडको त मोड गरेको भ्यालु है बुझ्नुभयो मोड गरेको भ्यालु हो। अब यही चिजलाई ल हेर्नु है अघिकै यहाँ के भयो मोड 3 आयो है मोड गर्दाखेरि चाहिँ 3 आयो। त्यसपछि ल हेर्नु है सम इक्वल सम इन्टु 10 भनेको कति 0 0 इन्टु 10 प्लस a भनेको कति 3 भनेपछि सम इक्वल कति भयो 3 भयो। अनि त्यसपछि टेम्प इक्वल टेम्प डिभाइड बाइ 10 भनेको टेम्पको भ्यालु कति 123 डिभाइड बाइ 10 गर्दाखेरि कति आउँछ भन्दाखेरि 12.3 आउँछ। तर यसले के गर्छ एउटा इन्टिजर भ्यालु मात्र लिन्छ भनेको पछाडिको डेसिमल लिँदैन 12 मात्र लिन्छ है। अहिले यो प्रिन्ट चल्दैन। अनि यता हामी व्हाइल लुपमा छौँ है व्हाइल लुपमा छौँ भनेपछि यो कुनै पनि के गर्छ प्रोग्राममा चल्दैन कुनै पनि प्रोग्राममा चल्दैन है। अब व्हाइल लुप मात्रै चल्छ। अब हामी यति पार्ट मात्रै हेरे पुग्छ हामीलाई है हामीलाई यति पार्ट मात्रै हेरे पुग्छ। अब हेर्नु अब टेम्पको भ्यालु कति भयो 12 भयो 12 ग्रेटर देन 0 हो ल हेर्नु है 12 ग्रेटर देन 0 हो भनेपछि यो कन्डिसन के हो ट्रु हो यो कन्डिसन के हो ट्रु हो। त्यसपछि a इक्वल टेम्प मोड 10 भनेको मतलब कति 12 मोड 10 भनेको मतलब कति आउने भयो 2 आउने भयो है 2 आउने भयो। अब सम भनेको त कति सम इक्वल हेर्नु है सम इक्वल कति हो सम इन्टु 10 समको भ्यालु कति छ 3 छ भनेपछि 3 इन्टु 10 प्लस a भनेको कति 2 भनेपछि प्लस 2 भनेपछि कति हुने भयो 3 इन्टु 10 भनेको 30 प्लस 2 गर्दा कति हुने भयो सम 32 हुने भयो है। त्यसपछि टेम्प भनेको कति 12 डिभाइड बाइ 10 भनेको 1.2 हामीले के लिने इन्टिजर मात्र लिने 1 आउँछ यो प्रिन्ट अहिले हुँदैन। त्यसपछि हेर्नु है 1 ग्रेटर देन 0 हो अरे यो कन्डिसन के हो ट्रु हो है यो कन्डिसन ट्रु हो। त्यसो भए यो कन्डिसन ट्रु हो भने a इक्वल 1 मोड 10 यो भनेको कति आउँछ a को भ्यालु 1 आउँछ है। त्यसपछि सम इक्वल सम इन्टु 10 भनेको सम कति छ अहिले 32 छ होइन 32 इन्टु 10 प्लस a भनेको 1 भनेपछि 320 प्लस 1 भनेको यो कति हुने भयो 321 हुने भयो सम भनेको है। त्यसपछि टेम्प हेर्नु है टेम्प भनेको कति हो 1 डिभाइड बाइ 10 भनेको मतलब कति 0 है 0 पोइन्ट कति आउँछ हामीले कति लिने 0 भनेपछि यो प्रिन्ट अहिले हुँदैन। अब हेर्नु है नयाँ टेम्पको भ्यालु कति आयो 0 आयो नयाँ टेम्पको भ्यालु कति आइसक्यो 0 आइसक्यो
अब यही भ्यालुलाई नै हामीले अपडेट गर्छौँ है। यो भ्यालुलाई हामीले अपडेट गरेर चेक गर्छौँ। ल हेर्नु, अब हामीले यहाँ चेक गर्छौँ 0 ग्रेटर देन 0 हो होइन, यो के हो फल्स हो है। यो कन्डिसन के हो फल्स हो। त्यही भएर अब के हुने भयो यो कुनै पनि रन हुँदैन, किनभने व्हाइल लुपबाट एक्जिट गर्छ। मैले भनेको थिएँ यदि यो व्हाइल लुप के भयो फल्स भयो भने तपाईँ कता आउने बाहिर आउने, व्हाइल लुपबाट बाहिर आउने भनेको यता प्रिन्टतिर आउनु भयो। ल हेर्नु है, अब बल्ल यो प्रिन्टको भागमा आउनुहुन्छ तपाईँ है। कता आउनुहुन्छ यो प्रिन्टको भागमा आउनुहुन्छ। प्रिन्टको भागले त के भनेको छ तपाईँले के प्रिन्ट गर्ने रिभर्स नम्बर इज सम भनेको छ। सम भनेको कति 321 भनेपछि तपाईँको यहाँ के प्रिन्ट हुने भयो 3 हेर्नु है 3 2 1 प्रिन्ट हुने भयो हो। हामीले एन कति लिएको थियौँ हेरौँ है, एकचोटि पुरै टेबल हेरौँ। हामीले एन कति लिएको थियौँ 1 2 3 लिएको थियौँ। हाम्रो प्रिन्ट कति आयो आउटपुट कति आयो 3 2 1 2 3 लिएको थियौँ एन, आउटपुट कति प्रिन्ट कति आयो 3 2 1 भनेपछि रिभर्स हो भनेपछि आउटपुट हेर्नु है। आउटपुट भनेर तपाईँले टेबल बाहिर लेख्नु है, फेरि टेबल भित्र लेख्नु होला, टेबल बाहिर लेख्नुहुन्छ तपाईँले आउटपुट भनेर। ल जस्तै अब तपाईँले यहाँ के लेख्नुहुन्छ आउटपुट भनेर लेख्नुहुन्छ। आउटपुट के हुने भयो आउटपुट भन्नुहुन्छ। आउटपुट आउटपुटमा तपाईँले के गर्नुभयो एनको भ्यालु 1 2 3 थियो 1 2 3 थियो अनि रिभर्स नम्बर कति आयो रिभर्स नम्बर इज कति आयो यहाँबाट 3 2 1 आयो होइन। 3 2 1 चाहिँ के आयो रिभर्स नम्बर आयो। यो चाहिँ तपाईँको पुरै ड्राई रन टेबल हुने भयो। ल यसलाई स्क्रिनसट गरेर तपाईँहरूले आफूले पनि प्र्याक्टिस गर्नु होला। र यो जानिसकेपछि तपाईँहरूले एकचोटि प्यालिन्ड्रोमको पनि चेक गर्नु, सेम यही प्रोग्राम हो, अलिकति डिफ्रेन्स छ। हामीले इफ एल्सको लगाउँछौँ। आजको लागि यति नै। तपाईँहरूले यो प्रोग्राम चाहिँ राम्रोसित गर्नु होला। यो प्रोग्रामको टोटल ड्राई रन टेबल चाहिँ यति हुने भयो है। यो चाहिँ अलिकति आफूले पनि ख्याल गरेर हेर्नु होला। ल यति चाहिँ तपाईँहरूको के हुने भयो ड्राई रन टेबल हुने भयो। 3 2 1 भनेको चाहिँ आउटपुट। यो चाहिँ तपाईँहरूको के भयो ड्राई रन टेबल भयो। ल आजको लागि यति नै। यसपछि हामी अरू भिडियोहरू पनि बनाउँछौँ आर्मस्ट्रङ नम्बरको बारेमा, त्यसपछि अरू तपाईँको ग्रेटेस्ट अमङ दि नम्बर्स, 3 नम्बर्स, स्मलेस्ट अमङ दि 3 नम्बर्स भनेर सबै गर्छौँ। तपाईँहरूले त्यो सबै भिडियो चेक गरिदिनु होला। र यो पाइथनको सिरिजलाई मन पराइदिनु भएकोमा धेरै धेरै धन्यवाद। लाइक गरिदिनु होला, च्यानललाई सब्सक्राइब गरिदिनु होला। र तपाईँहरूलाई केही चाहिएको छ केही जिज्ञासा छ भने तपाईँले केही गरिदिनु कमेन्ट गरिदिनु अनि आफ्नो साथीहरूलाई सेयर गरिदिनु होला। आजको लागि यति नै, धन्यवाद।